नमस्कार, म भूपेन्द्र भण्डारी। फेरि पनि केही समयको अन्तराल पछाडि हजुरहरूलाई सेकेन्ड ह्यान्ड गाडीहरूको बारेमा जानकारी दिनको लागि यस काष्ठमण्डप कार सेन्टरबाट यो भिडियो लिएर आइसकेको छु। हजुरहरूलाई चाहिँ आज यस काष्ठमण्डप कार सेन्टरमा के गाडीहरू छन्, त्यसको मोडेल, फिचर्स र त्यसको कन्डिसनहरूको बारेमा प्राइस सहित यो भिडियो हजुरको लागि तयार गरेको छु। हजुरहरू चाहिँ अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। र यहाँ चाहिँ हजुरहरूले चाहिँ 9,75,000 देखि 30,50,000 गाडी पाउन सक्नुहुन्छ भने अटोमेटिकमा पनि छ, म्यानुअलमा पनि छ र एउटा गाडीमा सनरुफ पनि छ है। फेरि भिडियोले हेरिराख्नुहोस्, हजुरले भिडियोमा पक्कै पनि थाहा पाउनुहुन्छ कुन गाडी छ त्यो सनरुफवाला। र यो गाडीहरूमा हजुरहरूले चाहिँ 2014 देखि माथि गाडीमा फाइनेन्स पनि पाउन सक्नुहुन्छ भने हजुरहरूलाई यस भिडियोमा देखाएका कुनै पनि गाडी मन परेमा वा खरिद गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ काष्ठमण्डप कार सेन्टर कुलेश्वर हाइट। र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। त्यति भन्दै आजको भिडियोलाई सुरु गरौँ। भिडियोको सुरुवातमा रहेको गाडी हो हुन्डाईको इयोन एरा प्लस। 2018 मोडलको गाडी हो। एकदमै राम्रो कन्डिसनमा रहेको छ। कुनै पनि रिपेयर गर्नुपर्ने, मेन्टेनेन्स गर्नुपर्ने केही पनि छैन। 814 सीसीको पेट्रोल इन्जिनको गाडी, माइलेज पनि 17-18 दिन्छ। र यसमा फिचर्स पनि रहेको छ। 2टा पावर विन्डो, एसी, पावर स्टियरिङ, ब्याक क्यामेरा, एन्ड्रोइड क्यासेट प्लेयर, पार्किङ सेन्सर लगायत हामीलाई चाहिने जति सबै छ। 2018 मोडलको गाडी हो। मूल्य पनि एकदमै रिजनेबल छ, जम्मा 14,75,000। त्यसमा पनि हजुरले फाइनेन्स गरेर लिन सक्नुहुन्छ। गाडी एकदमै राम्रो कन्डिसनमा छ। यसै गरी यो रहेको छ कियाको पिकान्टो, त्यो पनि नयाँ मोडलमा। 2016 मोडलको गाडी हो, तर 2017 मा रजिस्ट्रेसन भएको गाडी हो। कोरियन म्यानुफ्याक्चरको गाडी, एकदमै बलियो गाडी र लग्जरियस गाडी पनि हो। यो चाहिँ 1000 सीसीमा आउँछ, नयाँ मोडलको हो। माइलेज पनि हजुरलाई राम्रै दिन्छ, 16-17 को माइलेज दिन्छ। यसमा चाहिँ सनरुफ पनि रहेको छ है। सानो कारमा पनि हजुरलाई यदि सनरुफ खोजिरहनु भएको छ भने सनरुफ छ यसमा। यसमा फिचर्सहरू चाहिँ सनरुफ भइहाल्यो, 4 पावर विन्डोज, एसी, पावर स्टियरिङ, रियर वाइपर, डिफगर, एन्ड्रोइड क्यासेट प्लेयर, ब्याक क्यामेरा लगायतको फिचर्सहरू पाउन सक्नुहुनेछ। हजुरहरूले यसमा पनि फाइनेन्स गरेर लिन सक्नुहुनेछ। यसको मूल्य चाहिँ हामीले 17 लाख रुपियाँ राखेका छौँ। गाडी पनि फ्रेस कन्डिसनमा छ। यो मिल्की व्हाइट कलरमा रहेको छ। सनरुफ भएको किया पिकान्टो, त्यो पनि नयाँ मोडलको गाडी। यदि हजुरहरूलाई चाहिँ चाहिएको छ भने सम्पर्क गर्नुहोला। र हामीसँग रहेको सबभन्दा सस्तो गाडी चाहिँ यही हो। 2009 मोडलको हुन्डाईको गेज रहेको छ। यो चाहिँ 1400 सीसीको पेट्रोल इन्जिनको गाडी हो। एकदमै पावरफुल इन्जिन हुन्छ र फुल अप्सन गाडी हो। मात्र 9,75,000 मा यो गाडी हजुरले पाउन सक्नुहुनेछ। लगभग स्यान्ट्रोको रेटमा फुल अप्सन गाडी हजुरले पाउन सक्नुहुनेछ। यसमा चाहिँ 4वटा पावर विन्डो, एसी, पावर स्टियरिङ, इलेक्ट्रिक ओआरबिएम, रियर वाइपर, डिफगर, एन्ड्रोइड क्यासेट प्लेयर, सेन्टर लक लगायतको हामीलाई चाहिने जति सबै फिचर्स रहेको छ। मात्र 9,75,000 हो। गाडीको कन्डिसन एकदमै राम्रो छ। हजुरहरूले चाहिँ टेस्ट ड्राइभ गर्नुभयो भने हजुरलाई चाहिँ यो गाडी मनपर्छ। गाडी पनि एकदम फ्रेस कन्डिसनमा, हजुरले मेन्टेनेन्स केही पनि गर्नु पर्दैन। यो गाडी इम्बोस नम्बर प्लेट पनि राखिएको छ। गाडी राम्रो छ एकदमै। यदि हजुरले चाहिँ अटोमेटिक गाडी खोज्दै हुनुहुन्छ भने यो स्काई ब्लू कलरमा रहेको सुजुकी सेलेरियो VXI AMT मा 2014 मोडलको गाडी आज हामीसँग उपलब्ध रहेको छ। यसमा हजुरले चाहिँ अटोमेटिक ट्रान्समिसन, 4वटा पावर विन्डो, एसी, पावर स्टियरिङ, ब्याक क्यामेरा, एन्ड्रोइड क्यासेट प्लेयर, एलो व्हिल, रियर पार्किङ सेन्सर लगायत हामीलाई चाहिने जति सबै फिचर्सहरू हजुरले पाउन सक्नुहुनेछ। गाडी पनि एकदमै राम्रो कन्डिसनमा छ। अटोमेटिक गियर भएपछि हजुरले हजुरको मिसेसलाई, छोरीलाई, जसले पनि चलाउन सक्ने भयो यो गाडी चाहिँ। हजुरको लागि मात्र हामीले 16.5 लाख रुपियाँमा यो अटोमेटिकको गाडी बिक्रीमा लिएर आएका छौँ। गाडी एकदमै राम्रो छ। हजुरहरू टेन्सन लिनु पर्दैन, कुनै पनि मेन्टेनेन्स गर्नु पर्दैन यसमा। यो चाहिँ 2011 मोडलको हुन्डाईको i10 स्पोर्ट्समा रहेको छ। यसमा H लोगो देखिरहनु भएको होला। यो चाहिँ डक्टरले नै चढेको गाडी हो। उहाँले चाहिँ लगभग 5 वर्ष जति यो गाडी आफैले 5 वर्ष चाहिँ डाक्टर साहबले चढ्नु भएको गाडी हो। गाडी राम्रो छ, राम्रोसँग वेल मेन्टेन गरेर चढ्नु भएको छ। हजुर हेर्न सक्नुहुन्छ। यो चाहिँ i10 स्पोर्ट्स भयो 2011 मोडलको। यसमा हजुरले चाहिँ 4वटा पावर विन्डो, एसी, पावर स्टियरिङ, ब्याक वाइपर, डिफगर, कम्पनीको क्यासेट प्लेयर लगायतको फिचर्सहरू पाउनुहुनेछ। यसको मूल्य चाहिँ हामीले 14,75,000 राखेका छौँ। गाडी फ्रेस कन्डिसनमा छ। रिसेल भ्यालु एकदमै राम्रो भएको गाडी हो।
यसै गरी सस्तोमा राम्रो गाडी खोज्दै हुनुहुन्छ भने हजुरहरूको लागि यो 2019 मोडलको डाटसनको गो, त्यो पनि नयाँ मोडलको गाडी हो यो, फुल अप्सनमा। यसमा हजुरले सबै फिचर्सहरू पाउनुहुनेछ। फेरि 185 mm को ग्राउन्ड क्लियरेन्स, 2टा एयरब्याग, एबिएस, एलो व्हिल, इलेक्ट्रिक ओआरबिएम, सेन्ट्रल लकिङ, पार्किङ सेन्सर, पार्किङ क्यामेरा, एन्ड्रोइड क्यासेट प्लेयर लगायत सबै फिचर्सहरू पाउनुहुनेछ। यसमा पनि हजुरले फाइनेन्स गरेर लिन सक्नुहुनेछ। गाडी एकदमै बलियो, 1200 सीसी को, पावर पनि पुग्ने, माइलेज पनि पुग्ने र कन्डिसन पनि राम्रो। नयाँ मोडलमा मात्र 19 मोडलको गाडी यो हामीले 16 लाख रुपियाँमा बिक्रीमा राखेका छौँ। त्यसमा पनि प्राइस नेगोसिएबल हो, हामी सके जति मिलाएर दिनेछौँ। यसै गरी यो रहेको छ 2018 मोडलको सुजुकीको सेलेरियो रहेको छ VXI भेरिएन्टमा। यो चाहिँ VXI AC पावर स्टियरिङ, 4 पावर विन्डोज, सेन्ट्रल लकिङ, ब्याक क्यामेरा र यसमा एउटा एयरब्याग पनि हुन्छ है ड्राइभर साइडमा। गाडी राम्रो छ, रिसेल भ्यालु पनि राम्रो भएको गाडी हजुरको लागि 2018 मोडलको गाडी मात्र 19 लाख रुपियाँमा है। यो गाडी 19 लाख रुपियाँमा हामीले बिक्रीमा राखेका छौँ। गाडीको माइलेज पनि राम्रो, स्पेयर पार्ट्स पनि सजिलै जहाँ पनि पाउने, सस्तो पनि हुने र सेलेरियो भनेपछि सबैले रुचाउनु भएको गाडी र ब्रान्डमा पनि मान्छेको विश्वास भएको गाडी हो यो। र यसै गरी हजुरले कारकै रेटमा एसयुभी गाडी चाहिएको छ भने यो 2016 मोडलको रेनल्टको डस्टर RXL भेरिएन्टमा लगभग सबै फिचर्सहरूले लोडेड गाडी, अहिलेसम्म सिङ्गल ह्यान्डेड गाडी, गाडी पनि एकदमै राम्रो कन्डिसनको, सबै कम्पनी कलरमा रहेको गाडी हो यो। जम्मा 53,000 किलोमिटर गुडेको छ। यसमा चाहिँ हजुरले चाहिँ एयरब्याग, एबिएस, 4 पावर विन्डोज, AC पावर स्टियरिङ, ब्याक क्यामेरा, एन्ड्रोइड क्यासेट प्लेयर, रियर वाइपर, डिफगर, स्टियरिङमा म्युजिक कन्ट्रोल, इलेक्ट्रिक ओआरबिएम, एलो व्हिल लगायतको फिचर्सहरू पाउनुहुन्छ। हजुरलाई 205 mm को राम्रो ग्राउन्ड क्लियरेन्स पाउनुहुनेछ। यो चाहिँ पेट्रोल इन्जिनको गाडी हो। 2016 मोडलको रेनल्टको डस्टर हजुरलाई मात्र 18.5 लाख रुपियाँमै आएको छ। यसमा पनि राम्रो कन्डिसन भएको गाडी हो। फेरि हजुरहरूले मजाले चेक जाँच गरेर लिन सक्नुहुनेछ। यसै गरी यो रहेको छ हामीसँग 2010 मोडलको हुन्डाईको i10 म्याग्ना 1.2, यो नयाँ मोडलमा रहेको छ। गाडी फ्रेस कन्डिसनमा छ। 10 मोडलको गाडी पनि यतिको राम्रो गाडी चाहिँ हामीले छानेरै राखेको गाडी हो यो। हजुरले हेर्न सक्नुहुन्छ एकदमै फ्रेस कन्डिसनमा छ, केही पनि बनाउनु पर्दैन। यसमा हजुरले चाहिँ 4 पावर विन्डोज, AC पावर स्टियरिङ, इलेक्ट्रिक ओआरबिएम, एन्ड्रोइड क्यासेट, ब्याक क्यामेरा सबै फिचर्सहरू पाउनुहुनेछ। यसको मूल्य चाहिँ हामीले जम्मा 13,50,000 राखेका छौँ। त्यसमा मूल्य त मिलि नै हाल्छ। हजुरहरूलाई यहाँ देखाएको कुनै पनि गाडीहरू मन परेमा हामीले स्क्रिनमा नम्बर दिएका छौँ, त्यसमा फोन गरेर सम्पर्क पनि गर्न सक्नुहुनेछ। यसै गरी हामीसँग अटोमेटिकमा यो 2022 मोडलको अलि लेटेस्ट मोडलको गाडी हुन्डाईको ग्रान्ड i10 नियोस अटोमेटिक म्याग्ना भेरिएन्टमा रहेको छ। गाडी एकदमै फ्रेस कन्डिसनमा, सिङ्गल ह्यान्डेड गाडी, 44,000 किलोमिटर मात्र गुडेको छ। हजुरले हेर्न सक्नुहुन्छ इन्टेरियर पनि एकदमै क्लिन छ। यसमा 2टा एयरब्याग, एबिएस, स्टियरिङमा म्युजिक कन्ट्रोल, अटोमेटिक ट्रान्समिसन, ब्याक क्यामेरा, एन्ड्रोइड क्यासेट प्लेयर, इलेक्ट्रिक ओआरबिएम लगायत हामीलाई चाहिने जति सबै फिचर्स पाउन सक्नुहुनेछ भने हजुरहरूले 5 वर्षको लागि यो गाडी फाइनेन्स गरेर लिन पनि सक्नुहुनेछ। यसको मूल्य चाहिँ हामीले 30,50,000 राखेका छौँ। यसको नयाँको मूल्य चाहिँ 41 लाख रुपियाँ रहेको छ। यो चाहिँ लेटेस्ट गाडी नै हो। र यसै गरी हामीसँग यो रहेको छ 2019 मोडलको सेलेरियो एक्स। यो चाहिँ जेटेक्साई भन्दा पनि माथि टप भेरिएन्टको गाडी हो। यसमा 1000 सीसी को राम्रो माइलेज, हजुरको स्पेयर पार्ट्स पनि सजिलै पाउने, ग्राउन्ड क्लियरेन्स पनि राम्रो भएको र चढ्न पनि एकदमै राम्रो फुल अप्सन गाडी। 2टा एयरब्याग, एबिएस, स्टियरिङमा म्युजिक कन्ट्रोल, ब्याक क्यामेरा, एलो व्हिल, रियर वाइपर, डिफगर लगायत सबै हामीले चाहिने जति सबै फिचर्सहरूले लोडेड गाडी। हजुरको 2019 मोडलको यो गाडी हामीले मात्र 22,50,000 मा राखेका छौँ। त्यसमा पनि हजुरहरूले चाहिँ 10 लाख रुपियाँको डाउन पेमेन्ट गरेर पनि यो गाडी किन्न सक्नुहुनेछ। यदि हजुरको डकुमेन्ट पुग्यो भने यो गाडीमा पनि लगभग 4 वर्षको लागि फाइनेन्स गरेर लिन सक्नुहुनेछ। गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ, केही पनि बनाउनु पर्ने छैन। यो व्हाइट कलरमा गाडी पनि एकदमै राम्रो देखिरहेको छ।
र यसै गरी यो रहेको छ 2019 मोडलको हुन्डाईको ग्रान्ड i10 म्याग्ना। यो चाहिँ मात्र 27,000 किलोमिटर गुडेको छ। सिङ्गल ह्यान्डेड गाडी हो, एकदमै फ्रेस कन्डिसनमा। यो सबै कम्पनी कलरमा रहेको छ भने यसमा केही पनि बनाउनु पर्ने छैन है। फेरि गाडी पनि राम्रो। यसमा फिचर्सहरू चाहिँ हजुरहरूले 2टा एयरब्याग, ABS, स्टेरिङमा म्युजिक कन्ट्रोल, ब्याक क्यामेरा, पार्किङ सेन्सर, सेन्ट्रल लकिङ, इलेक्ट्रिक ORVM लगायत सबै फिचर्सहरू पाउनुहुनेछ। गाडी राम्रो गाडी खोजिरहनु भएको छ भने यो गाडी पनि हजुरको लागि बेस्ट चोइस हुनसक्छ। 2019 मोडलको गाडी हामीले 23 लाख रुपियाँमा बिक्रीमा राखेका छौँ। त्यसमा पनि हजुरले चाहिँ फाइनेन्स गरेर यो गाडी लिन सक्नुहुनेछ। गाडी एकदमै फ्रेस कन्डिसनको गाडी हो। हजुरलाई यदि यो गाडी मन परेमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। र यसै गरी हामीसँग यो रहेको छ 2018 मोडलको मारुति सुजुकीको बलेनो जेटा फुल अप्सनमा। यसमा चाहिँ पुस स्टार्ट, एलो व्हिल, इलेक्ट्रिक ORVM, 2टा एयरब्याग, ABS, स्टेरिङमा म्युजिक कन्ट्रोल, कम्पनीको क्यासेट, पार्किङ सेन्सर, रियर वाइपर, डिफगर लगायत हजुरले सबै फिचर्सहरू पाउनुहुन्छ। 1200 सीसीको लग्जरियस गाडी, मिड साइज ह्याचब्याकमा। बुट स्पेस पनि राम्रो र इन्टरनल स्पेस पनि राम्रो। हजुरको लागि एकदमै फ्रेस कन्डिसनको गाडी हामीले ल्याएका छौँ। गाडी हजुरले हेर्न सक्नुहुन्छ, राम्रो छ गाडी, फ्रेस कन्डिसनमा छ, वान ह्यान्ड गाडी हो। यो गाडीको मूल्य चाहिँ हामीले मात्र 23,50,000 राखेका छौँ। त्यसमा पनि हजुरले फाइनेन्स गरेर यो गाडी किन्न सक्नुहुन्छ भने गाडी पनि राम्रो कन्डिसनमा छ। व्हाइट कलरको गाडी छ, गाडी हेर्न सक्नुहुनेछ। भिडियोमा जस्तो हजुरले देखिरहनु भएको छ गाडी पनि त्यस्तै छ। र यसै गरी हामीसँग यो छ 2021 मोडलको ड्याटसनको रेडिगो। अहिलेसम्म वान ह्यान्ड गाडी हो, लगभग 41,000 किलोमिटर गुडेको छ। र यसको मूल्य चाहिँ हामीले जम्मा 15,25,000 राखेका छौँ। यो चाहिँ नयाँ मोडलको गाडी हो। यसमा फिचर्सहरू चाहिँ हजुरले 2टा एयरब्याग, ABS, डे टाइम रनिङ लाइट, ब्याक क्यामेरा, पार्किङ सेन्सर, AC, पावर स्टेरिङ, 2टा पावर विन्डो, सेन्ट्रल लकिङ लगायतको फिचर्स पाउनुभयो। र यसमा पनि हजुरले चाहिँ पैसा पुग्यो भने क्यासमा लिँदा भयो, पैसा पुगेन भने फाइनेन्स गरेर पनि लिन सक्नुहुनेछ। गाडी पनि राम्रो कन्डिसनको छ, नयाँ लेटेस्ट गाडी नै भयो। यो भिडियोमा देखाएका कुनै पनि गाडीहरू हजुरलाई मन पर्यो भने सम्पर्क गर्नुहोला। धन्यवाद, नमस्कार। बल्खुबाट कालीमाटीतिर जाँदाखेरि राइट साइडमा हजुरले कुलेश्वरको गणेश मन्दिर देख्नुहुनेछ। र हामी गणेश मन्दिरबाट नै सिधै कालीमाटीतिर जानेछौँ। सिधै हजुरहरू चाहिँ अगाडि आउनुभयो भने यो एउटा चोक भेट्नुहुन्छ। कालीमाटीतिरबाट बल्खुतिर आउनुभयो भने देब्रेपट्टि साइडमा यो बर्गर हाउस र पिपलको बोट हजुरले भेट्नुहुनेछ भने यहाँ ठ्याक्कै चोकमा चाहिँ यो नोबेल ब्याङ्क छ। नोबेल ब्याङ्कबाट हामी सिधै भित्र छिर्नेछौँ कुलेश्वर आवासतिर। यो चाहिँ हाइटतिर जाने बाटो भयो। हामी सिधै हल्का उकालो बाटो लाग्छौँ। यहाँ 2टा बाटो छ। यो टक्सन लेफ्ट साइडमा गयो भने हामी राइट साइडमा जानेछौँ यो स्कुटर भएतिर। यहाँ सिधै आउनुभयो भने यहाँनिर हजुरले काठमाडौँ बाइक रेन्टल पनि भेट्नुहुन्छ। र सिधै आउनुभयो भने ठ्याक्कै यो ग्राउन्ड, यो रुखहरू भयो, रुखबाट ठ्याक्कै राइट लिनु होला। ग्राउन्डको ठ्याक्कै अगाडि हाम्रो काष्ठमण्डप कार सेन्टर रहेको छ। हजुरहरूको लागि हामी स्वागत गर्न रेडी अवस्थामा रहेका छौँ। आउनुहोला। धन्यवाद, नमस्कार।